येशू ख्रिस्टसँगै हामी कहाँ राखियो अरे? स्वर्गीय स्थानमा। थाहा छ नि हैन येशू ख्रिस्टलाई कहाँ राखिएको छ? परमेश्वर पिताको दाहिने हातमा। यो त्यही भन्नु खोजेको। अनि येशू ख्रिस्ट मात्रै त्यहाँ छैन। अनि येशू ख्रिस्टलाई ग्रहण गर्ने, येशू ख्रिस्टलाई विश्वास गर्ने र येशू ख्रिस्टमाथि भरोसा गर्ने पनि येशू ख्रिस्ट सँगै छ। हालेलुया, हालेलुया, हालेलुया। हामी उहाँसँगै स्वर्गमा राखिएका छौँ। आत्माको लेभल भएको व्यक्तिले मात्रै वचनलाई पक्रिन सक्छ। तपाईँ पक्रिनुहोस् यो वचनलाई। मैले मनगन्थे कुरा गर्दै छैन, यो सत्य कुरा हो। जागृति चाहिँ यहाँबाट सुरु हुन्छ। तपाईँ कुन ठाउँमा हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईँको जागृति सुरु हुन्छ। तपाईँ कुन ठाउँमा छु, मेरो धरातल कहाँनिर खडा भएको छ भनेर थाहा पाएपछि मात्रै तपाईँ हिँड्न सक्नुहुन्छ। आमेन, आमेन। हामी आत्मामा सिफ्ट भएका छौँ। हामीले बुझ्नुपर्छ हामी आत्मामा सरेको छौँ कि हामी यहाँ राखेको छैनौँ। हामी शरीर र प्राणमा यो ठाउँमा छौँ, तर हाम्रो स्थान चाहिँ हामीले येशू ख्रिस्टले हामीलाई सार्नु भएको छ।